हेलो भेरी भेरी गुड मर्निङ गाइस। आज चाहिँ म अब तयारी भएको साथीहरू, आज चाहिँ मेरो लुक यस्तो छ। यो लुक म लगाएको छु हो। अन्त यसको चुन्नी चिप्लो छ नि त हो साथीहरू। चुन्नी चिप्लो भएर त मैले क्या लगाइनँ, त्यो पातला खालको चुन्नी हुँदैन चिप्लो, मन पर्दैन। म त्यस्तो सम्हाल्नु सक्दिनँ, मन पर्दैन मलाई। त्यही कारण कुर्ताहरू त सबै क्या यो कटनको मनपर्छ। चुन्नी छपक्क ठुलो मजाले मिल्छ नि त हो, अरू त झरेर चिप्लेर हुन्छ हो। यहाँ पिनले अल्झाउँदा पनि क्या अल्झेर त्यस्तो। फेरि म अलिक रफ खालके छु क्या, यसरी सो कुर्ता है यसरी प्लाजो लगायो ब्याग बोकी हिँड्यो फटाफट क्या, त्यस्तो खालके छु नि त म। त्यो क्या जोगाउनुहरू सक्दिनँ। सट्ट यस्तो खालको लुगाहरू कपाल लगायो त्यस्तो हिँड्ने बानी छ कि चटाकचिटिक गरेर सम्हाल्न सक्दिनँ साथीहरू हो। आज यस्तै पुरा घाम लागिरहेछ, भर्खर नुहाएको नि त हो। अलिक कपाल सुकोस्, फेरि चिसो पानी खोकी फेरि बल्झिन्छ हो। अन्त फेरि हेर्नु न, आज बिहालाई उयो गर्नु पाइनँ, भागेको छ, बाँध्नु पाइनँ हो। यतापट्टिको रुम सबै रुमहरू लक गरिदिइरहेको छु साथीहरू। किचनको यता मात्रै खोलिदिइरहेको छु। खाना पनि खाएको छैन, खाना खाँदाखेरि बान्छ भनेर क्या खाएको छैनौँ। भागेको भए छ, आउँदा बदमास त नगरोस् भगवान्, पुरा बदमास गरिदिन्छ हौ। त्यही पिर छ हौ मलाई त। आज पनि बेसी बदमास गऱ्यो भने त हस्बेन्डले म त छोडिदिन्छु भन्दैछ। के गर्नु हौ, साह्रै बदमास गरिसक्यो नि त। हेर्नु त यसो गरी यहाँनिर दिवानमा यसरी पल्टाइकन जानुपर्छ, नभए त अहिले आएर क्या यो डल्लो पारेर खोदालेर के गर्छ आइज दिए जा, खाता जाता खाइहाल्न जा। आइज बदमास नगर्नु ल।